हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु र त्यही आशाको साथ आज डेली भ्लगको डे 7 रहेको छ अनि सबैजनाले माया गरिदिनु भएको छ। मेरो डेली लाइफ त देखि नै राख्नु भएको छ, यस्तै चलिरहेको छ। त्यही हो गाइज। अनि अहिले चाहिँ मैले अलिक चिया खाएर बसेँ। आज चाहिँ यहाँनिर 10:30 भइसक्यो होइन, आधी घन्टा अलिकति लेट भयो आज, किनभने यता म टिकटक एडिट गरिरहेको थिएँ नि त। अनि त्यही चक्करमा बिर्सिहालेँ मैले यता भ्लग ओपन गर्नुपर्ने छ भनेर। सो त्यही हो गाइज। अहिले खाना खानुपर्ने, अब बच्चा बुच्चीहरूको स्कुल जाने बेला भयो। भाइलाई खाना खुवाएर अनि स्कुल पठाइदिइसकेको, अनि भाइ गइसक्यो। अब एकचोटि बेलुका 4 बजीतिर आउँछ। पहिला पनि हामी यस्तै गरेर जान्थ्यौँ। अब विद्यार्थीहरू चाहिँ जाँदैछन् होइन। अनि अब मेरो पनि एडमिसन चाहिँ गर्नुपर्ने छ। अनि अब जान्छु म पनि, यसो टाइम मिलाएर जान्छु अनि यसो यताउता हेर्छु। ठिकै छ। त्यही हो गाइज। अब म पनि खाना खाएर अनि फेरि अब हिजो भनेको साटो आज गर्छु होला म, कि त मेरो अझै एडिटिङहरू बाँकी छ, त्यो गर्नुपर्ने छ। अझै एडिटहरू गर्नुपर्ने छ भिडियोहरू। सो त्यसमै बिजी हुन्छु होला अहिले चाहिँ दिउँसो। अनि के हुन्छ थाहा छैन, तर पनि म भ्लग चाहिँ ओपन गरिरहेको छु। हाम्रो यता मौसम देखाइरहेको छु म होइन, कस्तो हालचाल छ यता। तपाईँहरूकोतिर कस्तो छ कमेन्ट गर्नु नबिर्सिनु होला र लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। सब्सक्राइब नगर्नु भएकोले सब्सक्राइब पनि गर्न चाहिँ नबिर्सिनु होला है त गाइज। अहिलेको लागि यति नै भन्छु है त। गाइज हेर्नु न, हाम्रो घरतिर त यता कटारीतिर त यस्तो मौसम छ हेर्नु त, पानी परिरहेछ है यहाँ त। सबै हावा चलिरहेछ, पानी आइरहेछ, मस्त शीतल छ छन चाहिँ। तर लाइन गइरहेछ, गाह्रो पऱ्यो क्या लाइन गएर चाहिँ। अलिक आफ्नो यहाँ के काम छ, यहाँ लाइन गइहाल्यो। लाइन चाहिँ नकाट्नु पर्ने हो क्या गाइज खासमा होइन, लाइन चाहिँ नकाट्नु पर्ने हो। यहाँ क्यामेरामा पानी परेछ पर्फेक्ट। ल ठिक छ गाइज। त्यही हो, मैले देखाइहालेँ। मौसम हेर्न सक्नुहुन्छ यहाँनिर। अब भरेसम्म लाइन गयो भने चाहिँ गाह्रो हुन्छ भ्लग हाल्नलाई होइन। त्यही हो, ठिक छ। त्यही पनि हेरौँ, म जसरी भए पनि म्यानेज गरेर पोस्ट चाहिँ गर्छु डेली भ्लग, किनकि मेरो काम हो नि त होइन। र गाइज अहिले चाहिँ मौसम रोकिसकेको अवस्था हेर्नु। के अरे पानी परिरहेको थियो नि त अघि, अनि रोकिसक्यो। अहिले चाहिँ सफा भएको छ मौसम। अहिले जे होस् शीतल भएको छ, हेर्नुहोस् त। त्यही हो गाइज, मैले देखाइहालेँ तपाईँहरूलाई। त्यस्तो खालको के चाहिँ छैन, तर पनि हेरिहाल्नु भयो, केही छैन, नो प्रब्लम। अब के गर्न, अब बेलुका म गेम खेल्न जान्छु होला सायद गाइज। 1-2वटा रुमाल धुनु थियो आफू। गाइज मेरो एडिटिङ सकिसक्यो फाइनली होइन, कम्प्लिट भइसक्यो। अब गाइज म चाहिँ गेम खेल्न निस्किसकेँ होइन। क्रस फायरमा हेर्न सक्नुहुन्छ तपाईँहरू। यहाँ दाइ पनि जाँदै हुँदो रहेछ। छु होइन, यस्तो छ यहाँ। छोड्दै ब्रिजहरू छ कि एकछिन रोकेँ त्यहाँ गाइज। आइपुगेँ म, मेरो स्टेसन यहीँ छ। आया राइट जा गाइज। आइसक्यो म, साथीहरूको घर यहाँ छ। आउँदैन त के छिटो आउनु हौ। कस्तो लडी त्यहाँ हेर न, राम्ररी बनिसक्यो। मलाई झ्याउ लगाइसक्यो यहाँ पर्खिनलाई। जहिले पनि यसरी आएर यहाँ पर्खिनुपर्छ। के छ हौ तिमीहरूको हालको? ठिक छ, मलाई त बिर्सेको छैन नि। ल गाइज आज पनि आइपुग्यो हामी, यहाँ छौँ साथी। आज पनि होइन, हामी जहिले पनि यहाँ आइसक्यौँ हामी होइन। अब छिर्यो हामीभित्र। ल भाइहरू छ, भाइ बहिना भन्दा पनि आज छैन खासैमा। को त आउँछु भन्नुहुन्छ, कहिले आउनु पऱ्यो क्या तपाईँ पनि। हामी आएको बेला तपाईँ आउनु हुँदैन, तपाईँ आउनु भएको बेला हामी आएको हुँदैन। मैले के गर्नु।
नकराउनु है त्यो भिडियो हेरेर चाहिँ त्यही भन्छु खेल्दैछ गेम अब हामी पनि एकछिन वर्कआउट गर्छौँ अनि त्यसपछि गेम खेल्छौँ ल वाउ सेफ गाइज हामी आइसक्यौँ यहाँ फिल्डमा अब हामी जुत्ता सुत्ता लाउँछौँ म जस्तो खेल्छौँ ल होइन हामी त नाच्ने जुत्ता सो गाइज फाइनली हामी चाहिँ गेमबाट आइसक्यो होइन अनि साथी दिदीहरू चाहिँ गइसक्नु भयो घर आफ्नो अनि कस्तो गर्न गेम खेलेर आएपछि क्या है कस्तो मतलब ढलक्काएर ढल्किनु जस्तो हुन्छ क्या गेम खेलेर आएपछि अनि त्यसपछि अब ढल्केपछि फेरि मिलाउनु मन लागिहाल्छ के भन्नु हामी त खाना बनाउनुपर्छ गाइज त्यस्तै हो अब के भन्नु अब घरमा कोही नभएपछि त होइन अब मम्मी बाबाहरू पनि आफ्नो आफ्नो काममा हुनुहुन्छ अनि अब घरमा एक्लै भएपछि त अब गर्नु पऱ्यो थाकेर आउनुहुन्छ मम्मी बाबाहरू पनि अनि खाना त बनाउनु पऱ्यो होइन त्यही हो गाइज अब त्यस्तो केही छैन भ्लग त अलिकति 5 मिनटको पनि भएको छैन थाहा छैन होइन डेली भ्लगमा अब त्यस्तो खासै त केही पनि हुँदैन मैले अस्तिदेखि नै भनिरहेको छु तर पनि अब तपाईँहरूलाई बोर लाग्यो तर पनि लाइक कमेन्ट सेयर चाहिँ गरिदिनु होला प्लिज 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 डेली भ्लगमा जसरी पनि 1K चाहिँ पुऱ्याउँछु भनेर सोचिरहेको छु त्यही भएर लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनु होला तपाईँहरूले त्यही मात्र त भन्नु आउँछ त के आउँछ केही पनि आउँदैन त्यही हो गाइज ल आजको भ्लगमा यहीँ इन्डिङ गर्न चाहन्छु जेसुकै होस् तर आज 5 मिनटकै भए पनि हेरिदिनु होला तपाईँहरूले होइन अब मान्छेहरूलाई त अब थोरै भ्लग भयो भने नै रमाइलो हुन्छ तर पनि मेरो पनि थोरै नै छ त्यही भएर धेरै माया गरिदिनु होला यो भ्लगलाई पनि इग्नोर चाहिँ नगरिदिनु होला तपाईँहरूले सो कस्तो लाग्यो होइन लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला है त कमेन्टमा भनिदिनु होला कस्तो लाग्यो आजको भ्लग अब तपाईँहरू भन्दै गर्नु होला कि कस्तो मतलब म प्राङ्क भिडियोहरू पनि गर्छु कि अनि तर कोही घरमा हुँदैन नि त अनि म एक्लै भएछ म कसलाई गर्नु म आफैलाई गर्नु मिलेन अनि सो त्यही भएर अब तपाईँहरू भन्नुहोस् न कस्तो कस्तो खालको प्राङ्क चाहिँ गर्दा ठिक हुन्छ होइन मेरो फ्यामिली मेरो मम्मी बाबालाई के मतलब हुन्छ नि दिदी भाइहरू छ नि त अब बिस्तारै अब सबैजना परिवारै आएपछि त अब डेली भ्लगमा अब हाल्न पनि सजिलो हुन्छ नि त अनि बरु अगाडिदेखि नै सोचेर प्लान गरेर राख्दाखेरि चाहिँ अनि ठिक हुन्छ नि त उनीहरू आउँछसम्म किनकि मेरो दिदी पनि काठमाडौँ गएको छ अनि भाइ त अब स्कुल गइहाल्छ अहिले गाउँमा बस्छ क्या अहिले घर डम्बरखाडीमा बस्छ अनि त्यही भएर अनि दिदीहरू पनि आउनुहुन्छ अनि त्यसपछि भाइ पनि आउँछ मम्मी ड्याडीहरू पनि घरमा बस्नुहुन्छ त्यो शनिबारको दिन अनि शनिबारको दिन चाहिँ टाइम मिलाएर यस्तो त्यो प्राङ्क भिडियो चाहिँ गर्छु भन्ने सोचिरहेको छु क्या त्यही भएर तपाईँहरूलाई पनि आइडिया दिनु होला के प्राङ्क गर्नु भनेर म एकदम ट्राई मेरो बेस्ट दिन्छु भनौँ न है हस् थ्याङ्क्स फर वाचिङ दिस भिडियो लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला बाई बाई सी यू इन नेक्स्ट भ्लग है त गाइज